नमस्ते, मेरो नाम मुकुन्द प्रसाद पौडेल। म यस लुम्बिनी केबल कारको अपरेसन सुपरभाइजरको रूपमा कार्यरत छु र मैले 3 वर्ष काम गरिरहेको छु यहाँ। अहिले यहाँको टेक्नोलोजीको बारेमा भन्दाखेरि हाम्रो एउटा विश्व प्रसिद्ध टेक्नोलोजी हो यो, जो अस्ट्रियाको डबलमेयर भन्ने कम्पनी छ, जो नेपालमा यो टेक्नोलोजी एकदम लेटेस्ट छ क्या। यसको बारेमा हामीले अब सबै सेफ्टीको बारेमा भन्नुपर्दा फुल सेफ्टीका साथ हामीले यात्रुहरूलाई चढाउने पठाउने र घुम्नको लागि एकदम ढुक्कसँग यात्रा गर्नको लागि भन्न सक्दछौँ। र यसमा हाम्रो कुनै बेला पनि तपाईँको कुनै समस्याहरू आइहाल्यो भने पनि हाम्रो फेरि अर्को अप्सन जुन हाम्रो इमर्जेन्सी ड्राइभ, जो हाम्रो माथि यही स्टेसनको माथिपट्टि हुन्छ र हामीले यात्रुलाई इमर्जेन्सी ड्राइभ मार्फत पनि हामीले झराल्न सकिन्छ र हामीले यात्रा गराउन सकिन्छ। अपरेट गर्ने बेला हामीले बिहान 8:30 बजे हामीले हाम्रो यो सबै सिस्टमहरूलाई एकचोटि राम्रोसँग अध्ययन गरेर एज अ इन्जिनियर सुपरभाइजर सबै मिलेर सबैलाई राम्रोसँग चेक गरिसकेपछि हामीले एउटा टेस्ट राउन्ड चेक गरिरहेको हुन्छ क्या। टेस्ट राउन्ड चलाउँछौँ। त्यसपछि त्यो ओके भइसकेपछि बल्ल हामीले प्यासेन्जरलाई हाम्रो यो गन्डोलामा राखेर ढुक्कसँग यात्रा गराउन सक्छ। र हाम्रो सबै कुराहरू यो टेक्नोलोजी यहाँबाट पनि हामीले अपडेट गर्न सकिन्छ। जस्तै कुनै कारहरू कहाँ पुग्यो के गर्यो भने हामीले एउटा मार्क गरेर पठाउन सकिन्छ। हाम्रो यात्रुहरूलाई कुनै समस्या आइहाल्यो भने हामीले जो गन्डोलाभित्र फोन नम्बर पनि राखेका छौँ होइन। लाइन जाँदा कुनै बेला 1-2 मिनट त्यो होल्ड भयो भने यात्रुले फोन गरेर हामीलाई सोधेर यसरी बस्नुहोस्, हाम्रो जेन्टर छ, अटोमेटिक डिजी चलिसकेपछि तपाईँहरू हिँड्न सक्नुहुन्छ भन्ने कुराहरूको हामीले यहाँबाट जानकारी गराउँछौँ। हाम्रो यसलाई हामीले ड्राइभ सिस्टम भन्छौँ होइन। यो बटम स्टेसन हाम्रो ड्राइभ र माथि चाहिँ हाम्रो रिटर्न। त्यसपछि हाम्रो यहाँ जस्तै मोटरको टेम्परेचर कति छ होइन, त्यो टेम्परेचर मोटर कतिमा तातिरहेछ, मोटरको हिटिङ कति छ भन्ने कुरा हामीले यहीँबाट सबै कुराहरू थाहा हुन्छ। त्यसपछि हाम्रो जस्तै गन्डोला हिँडिरहेछ भने हामीले यहाँबाट मार्क गऱ्यो भने कोही बिरामी चढेछ भने अब उहाँको मान्छेलाई हामीले सङ्केत गरेर या यस्तो व्यक्ति आउँदैछ भनेपछि उसले त्यो फ्लो गरेर उसलाई स्लो गरेर प्यासेन्जरलाई झार्न सक्छ। त्यसपछि हाम्रो यो अब जस्तै यो चाहिँ हाम्रो प्यानलबाट हामीले केही इमर्जेन्सी केसहरू भयो भने हामीले अटो अफ गर्न पनि सकिन्छ।